भुटान सुन्दैछ हौ दक्षिणा चाहियो मलाई आयो 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 हामी त आयो कस्तो हो ए राखेर चाहिँ फर्केर जानु त र अब हामी चाहिँ खान थालेको खाना यसो छ मेरो भाषण त्यति गानाको बारेमा गर्ने हेलो गाइस, च्यानल सबैजना राम्रो हुन्छ होला। म पनि एकदम राम्रो हुन्छु। सो आज चाहिँ दसैँको दिन है, तपाईँहरू जे गरिरहेको छ होला र हामी चाहिँ हल्का यहाँनिर अब यता बाहिर सुन्दै होइन अन्त हल्का यस्तो हल्का डिनर सिनर लन्च सन्च हल्का बनाएर खाउँ भनेर बसिरहेको। यहाँ आजको कुकम्यान चाहिँ ऊ है, कुकम्यान के भन्नु छ सही हो। हाम्रो मासु पाक्दैछ, अन्डा उताबाट उसिनिरहेको छ अनि खाना पाक्दैछ। अनि यहाँ चाहिँ अरू सब्जीहरू चाहिँ उता दादाहरूले बनाउँदैछ। दादाहरूसँग गएर हल्का रहिला हाल्नुपर्छ आज चाहिँ। ओ म चाहिँ ठिकै छ हौ एकदम भुटान सुन्दैछ हौ दक्षिणा चाहियो मलाई यता चाहिँ पुरा दक्षिणा मिस हुँदैछ अरे। भुटान मिस हुँदा नि तिमीलाई त दक्षिणा मिस भएको होला होइन? दक्षिणा मिस भएको होला। हो नि यो पालि दसैँ त होइन नि सही हो ल भरे भेटौँ। यो 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 अब हामी चाहिँ रेडी भएको, अब जान आँटेको। यहाँनिर मैले थाल र अन्डा बोकेको छु। यहाँ खाना उसले बोक्छ, चिकन उसले। अब हामी चाहिँ लागेको यस्तै छ। अनि यताको मौसमहरू चाहिँ यस्तो छ। मौसमहरू चाहिँ काम अहिले चाहिँ हामी रोशन दादाको गइरहेको छौँ। यस्तो छ यता चाहिँ घाम लागेर खतरा मखान मखान। सो फाइनली गाइस हामी चाहिँ यहाँ आइपुगेको छ रोशन दादाको। आयो 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 हामी त आयो कस्तो हो ए राखेर चाहिँ फर्केर जानु त र या हामी चाहिँ अब खान थालेको। रोशन दादा के भन्नु छ कि अहिले उसले भाषण दिन थालेर अब चाहिँ हामी चाहिँ खान थालेको। त्यो चाहिँ हाम्रो आइटमहरू चाहिँ साह्रै लाग्यो यसै छ आइटमहरू चाहिँ। मेरो भाषण त्यति गानाको बारेमा गर्ने अनि चाहिँ दिदीले वाटरमेलन काटिरहेको छ। वाटरमेलन खानु हो दिदी? अब बसुन्धरा के गरेको हौ? अब हामी चाहिँ हल्का लन्च भन्नु कि के भन्नु कि डिनर भन्नु कि लन्च भन्नु के भन्नु त्यसले खाएर अब चाहिँ हामी गइरहेको छौँ घर। सामानहरू चाहिँ छोड्यो दादाकोमै। सो गाइस सानो ब्लग कस्तो लाग्यो तपाईँहरूलाई? अब तपाईँहरू लाइक सब्सक्राइब गरिदिनु। अन्त तपाईँलाई के कस्तो लाग्यो